आखिर म किन रुँदै थिएँ त जंगलभित्र? खास कुरा चाहिँ यस्तो थियो गाइज। आजको दिन अनि आजको मेरो मिनी भ्लगको सुरुवात हुन्छ बिहान पाखै रविन दाइको पसलतिर जाने कामबाट। रविन दाइको पसलबाट मोबिल र पेट्रोल लिएर अब भने चाहिँ म घर फर्किएँ। एकछिन यसो मम बाजेलाई भेट्न गएको, मम बाजे त गुन्द्रुक बनाउने कार्यतिर व्यस्त हुनुहुँदो रहेछ। अहिले भने चाहिँ घेवाको लागि दाउरा काट्न भनेर हामी जंगलतिर जाँदै थियौं अनि बच्चाहरूको यो खेल्ने गाडी देखेर मलाई पनि कस्तो मेरो बालपनको याद आयो। हामी पनि सानो हुँदा यस्तो गाडीहरू बनाएर धेरै नै खेल्ने गर्थ्यौं। हामीले चाहिँ यसलाई बक्की भन्थ्यो भने तपाईहरुले चाहिँ के भन्नुहुन्थ्यो कमेन्ट गर्नु होला। मेरो यो लुगाको दुवै साइडको बौलाहरू भिजेको थियो। सुक्दै नसुकेपछि अन्तिममा मैले यसलाई काटेर नै फाल्नु पर्यो। काटेपछि त नराम्रो देखिन्छ होला भन्ने सोचिराथे, झन् यस्तो दामी पो देखियो। अहिले भने सबैजना आराम गर्दै खाजा खाने कार्यतिर व्यस्त भइरहेका छन्। सो फाइनली काठ पनि काटिसक्यौं। अब भने चाहिँ हामी घरतिर प्रस्थान गरिरहेका छौं। अनि स्मरण रहोस्, हामीले चाहिँ सुकेको अनि मरेको काठ मात्र काट्ने गर्छौं, त्यो पनि अति आवश्यक परेको बेलामा मात्र। अनि हाम्रो नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर 2 स्थित महाकाली वन उपभोक्ता समितिका अध्यक्ष ज्यूले पनि वृक्षारोपणका विभिन्न कार्यक्रमहरू ल्याउनु पर्यो। बरु वृक्षारोपण गर्ने कार्य त हामी सबैजना श्रमदानमा खटिएर गरौँला नि। मेरो यो विचार कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला। मैले बोकेर ल्याएको काठ गुल्डाउँदा यस्तो काँडाको झाडी भित्र छिरेछ। त्यसैमाथि सबैजना साथीहरू मलाई छोडेर गइसकेछ। अनि रुनु बाहेक मसँग अरू विकल्प के नै रहेर साथीभाइ। त्यसैले म त ग्वा रुदिए। छोरो मान्छे पो हो त, अब रुएर मात्र हुँदैन भनेर आफूले ल्याएको काठ जुरुक्क बोकेर अब भने म सुई चल्दिए। आजको मौसम फेरि यस्तो दामी थियो कि पुरै नगरौँ साथीभाइ। सो फाइनली हामीले सबै काठहरू बोकेर घेवा हुने घरमा ल्याइ पुर्यायौं। अब भने चाहिँ हामी खाना हसुर्नतिर लाग्नु पर्ने हुन्छ। सो फाइनली खाना साना खाएर सकाइसकेपछि अब भने चाहिँ हामी काठ चिर्ने कामहरूमा व्यस्त भइरहेका छौं। अहिले भने चाहिँ सीताराम दाइ र म कुखुरा फर्मतिर अन्डा लिन जाँदैछौं। यो फर्ममा यति मजाले कुखुरा पालन गरेको देख्दा मलाई पनि कुखुरा पालन गर्न मन लाग्यो। तर के गर्नु, आफ्नो त कुखुराको फर्म बनाउन योग्य जग्गा नै छैन। फाइनली कुखुरा फर्मबाट अन्डा लिएर आइसकेपछि फेरि यतै दाउरा चिर्ने कामहरूमा व्यस्त हुन थाले। अनि यसको साथै आजको लागि मेरो मिनी भ्लग यही सकिन्छ। फेरि भोलिको अर्को नयाँ मिनी भ्लगमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलको लागि भने हामी छुट्टिन्छौं। ओके, बाइ बाइ।